नमस्कार। आज चाहिँ म एउटा भिडियो लिएर आएको छु। यो चाहिँ ओभरअल जिन्दगीलाई कसरी लिने भन्ने कुरामा। जिन्दगी भनेको हरेक क्षण क्षण मरिरहेको छ कि तपाईँ क्षण क्षण बाँचे जस्तै क्षण क्षण पनि मरिरहनु भएको छ कि तपाईँ प्रत्येक पल बाँचिरहनु भएको हुन्छ भने प्रत्येक पल मरि पनि रहनु भएको हुन्छ कि मृत्यु र जीवन दुईटा फरक कुरा होइन कि मृत्यु र जीवन एउटै कुरा हो कि जीवनकै नाम मृत्यु हो, मृत्युकै नाम जीवन हो। त्यस कारणले गर्दाखेरि हामीले एक दिन शरीर छोडेर जाँदैछौँ नि, हामीले त्यसको तयारी गरेको कि तपाईँले जे गर्नुहुन्छ, पैसा कमाउनुहुन्छ, काम गर्नुहुन्छ, ऐश गर्नुहुन्छ, आराम गर्नुहुन्छ, पहाड घुम्न जानुहुन्छ, तराई घुम्न जानुहुन्छ, देश विदेश घुम्न जानुहुन्छ, तपाईँले जे गरे पनि त्यो सबै तपाईँको मर्ने तयारी हो। हरेक क्षण क्षणलाई प्रयोग गरेर हेर्नुहोस्, मानसिक रूपमा गर्नुहोस्। कतिपय कुराहरू हामीले भौतिक रूपमा गर्न सक्दैनौँ तर मानसिक रूपमा गर्न सक्छौँ। त्यस कारणले गर्दाखेरि कतिपय अवसरहरू प्राकृतिक रूपमै हामीलाई वैराग्यतिर लान्छ, कतिपय कुराहरूले प्राकृतिक रूपमै हामीलाई परमात्माको नजिकतिर लान्छ कि त्यस्ता घटनाहरू हुन्छन्। जस्तो पिताको मृत्यु, आमाको मृत्यु, दाजुभाइको मृत्यु, हाड नातासँग लाग्ने मान्छेहरूको मृत्यु, सन्तानको मृत्यु, श्रीमतीको मृत्यु, यी वियोगहरूबाट हामीमा एक खालको खालीपन निस्किन्छ कि भ्याकुम निस्किन्छ कि त्यसलाई हामीले कसरी सदुपयोग गर्न सक्छौँ। अब त्यो विषयमा जान्नका लागि पितालाई मारिहाल्नुपर्छ, पिता मर्नुपर्छ भन्ने होइन, तर तपाईँ मानसिक रूपमा तयारी रहनुहोस्। तपाईँ यो कुरा ख्याल गर्नुहोस् कि मेरो पिता मर्नेछन् एक दिन, मेरो पिता मरेको बेला म के गर्छु त। सम्झना गर्नुहोस्, अरू कसो गरिरहेका छन् भिजुअलाइज गर्नुहोस्। तपाईँको आमा मर्दा कस्तो हुन्छ त्यो भिजुअलाइज गर्नुहोस्, महसुस गर्नुहोस्। त्यो हरेक क्षण क्षण हरेक पल पल अवसरहरू हुन् परमात्माको नजिक जाने। त्यो क्षण एनिवे आउँछ, एनिवे तपाईँको बाबु मर्छन्, एनिवे तपाईँको आमा मर्छन्, एनिवे एक दिन श्रीमतीसँग वियोगिनुपर्छ, एक दिन सन्तानसँग वियोगिनुपर्छ, एनिवे त्यो हुने कुरा हो, त्योबाट छुटकारा छैन भने अब त्यसमा जाने तयारी गर्नु पर्यो कि कसरी तयारी गर्ने, कसरी त्यो कुराबाट आफ्नो आध्यात्मिक लाभ लिने, आध्यात्मिक लाभको लागि त्यो अवसर, त्यसलाई त्यो समस्यालाई अवसरको रूपमा कसरी प्रयोग गर्ने, यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो। त्यस कारणले गर्दाखेरि पल पलमा ख्याल गर्नु होला, पल पलमा मर्न सिक्नुहोस्। अनि त तपाईँले पल पलमा जिउन सक्नुहुन्छ कि यो जिन्दगीलाई एकदम आनन्दितपूर्वक जिउनका लागि चाहिँ पल पलमा मर्न सिक्नुपर्छ कि मर्ने नै हो। हरेक क्षण तपाईँ मरिनु भएको हुन्छ। तपाईँभित्रको कोषहरूमा लाखौँ कोषहरू प्रत्येक सेकेन्ड मरिरहेका हुन्छन्, हाम्रो शरीरबाट बाहिर निस्किरहेका हुन्छन् भने लाखौँ कोषहरू प्रत्येक सेकेन्ड बनि पनि रहेका हुन्छन्। को पनि आयु हुन्छ। जीवन फरक कुरा होइनन्, दुईटै समानान्तर प्रक्रिया हुन्। या तपाईँ बाँचिरहेको छु भन्नुहोस्, एक दिन तपाईँको बाँच्ने अवधि सिद्धिन्छ भन्नुहोस्, अथवा तपाईँ मरिरहेको छु भन्नुहोस्, एक दिन त्यो पूर्ण हुन्छ। त्यस वैराग्य ल्याउने कुराहरू, शमशान वैराग्य चाहिँ एकदम शक्तिशाली वैराग्य हो। शिवजीलाई पूर्णिमाका रात महादेव चाहिँ शमशानमा गएर बस्छन्, मसान घाटमा गएर बस्छन् भनेको त्यो चाहिँ शाब्दिक रूपमा तपाईँलाई अर्थाइएको हो।